मुटु चम्केको ओ माय गॉड समाचारमा नाच्ने बड्डाले पिचार त म यहाँ नि गरेको थिएँ अनि ठिक छ हजुर कहाँ छ तिमी कहाँबाट आयो आज यो Oh my god! अनि बुढो मान्छेको जोस देखेर म त नर्भस पो भयो त खप्पै खालन जस्तो गर्छन् भाइ यस्तै सदा सर्वदा होइरहेको यो ठाउँमा यस्तै आउन परोस् वर्षको एकखेर आज सबैका दाना दौरा सब साध्छन् यो समृद्धि भनेको यही ठाउँ हो अमृत भने पनि यही जनता हो ज्ञानश्री भने पनि यही हो भोलि मसित आउँछ नि एउटै सरकारमा बित्तान मेला हामीलाई नै हो सगट्ने हामीलाई नै हो सगट्ने ए भगवान् कहाँबाट आएको होइन यिनीहरू बर्थडे छैनन् छैनन् जोस त बाफ्रे त्यस्तै परि यो बड्डाको होइन दाङ सल्यान रोल्पा प्युठान नजिकको जिल्लाहरूमा डिएनए टेस्ट गर्यो भने यही बड्डाको पर्छ जस्तो लागिरहेछ मलाई बड्डा डेन्जर रहेछन् यतिको पायो भने चाहिँ मेरो जिन्दगी चल्थ्यो होला कि अब मलाई पनि सानो तिनो मान्छे त सम्हाल्नु सक्दैन त्यतिको उग्रको चाहिन्छ हो कि होइन फेरि बड्डासँग लभ गर्नुको पनि धेरै फाइदा छन् कि पहिलो कुरा त बड्डाहरू पैसाको लोभ गर्दैनन् जति पनि दिन्छन् खर्च स्वाटा निकाल्दै दिन्छन् लोभ हुँदैन बड्डाहरूसँग केटाहरूसँग त लोभ हुन्छ भोलि अर्को तरुनी पटाउनु पर्यो भने पर्सि उता जानु पर्यो भनेर गोजीमा राखिरहन्छ है अनि अर्को फाइदा भनेको बड्डा मान्छेहरूले चाहिँ मैले अरू केटासँग कुरा गर्दाखेरि पनि कोसँग गरिस् तेरो कोसँग सल्किस् तेरो नाठो भनेर गाली गर्दैनन् किन थाहा छ किनकि उनीहरूलाई थाहा हुन्छ यो जति सुकै गरे पनि मै कहाँ फर्केर आउँछ भन्ने थाहा हुन्छ एर्दैन केटी मान्छेलाई पिस चाहिन्छ कि हेर्दाखेरि जति ह्यान्डसम केटा भएर पनि के गर्ने भरि ओ त कहाँ गइस् कोसँग बोलिस् के गरिस् कतिजनासँग बोल्छस् को हो त्यो भन्न थाल्यो भनेपछि रिलेसन एकदमै बिग्रिन्छ हो कि केटी हो त्यो गर्दैनन् अनि अर्को सबैभन्दा राम्रो कुरा चाहिँ बुढाहरू एक्सपिरियन्स धेरै हुन्छ र त्यो भन्दा पनि यो बच्चाहरूले बुझ्दैन होला ओ त्यो पछाडि केटाले बुझ्छ बड्डा मान्छेहरू भनेर चाहिँ एकदमै पानी जस्तो हो कि ढिला तात्ने अनि ढिला सेलाउने होइन केटा मान्छेहरू भनेर चाहिँ तेल जस्तो हो कि एकैछिन भुक्लुको उम्लिन्छ एकैछिनमा है सो आई लभ बड्डाहरू जिन्दगीमा मलाई एउटा चाहना छ त्यस्तै बड्डा मान्छेसँग बिहा गर्ने अनि तिमीहरू जस्तो केटाको हुने ओके एनिवे अर्को गीत है त सुर्खे